कम्पनीको स्थायी सेवामा रहेको कर्मचारीको अनिवार्य अवकाश उमेर हद 58 वर्ष पूरा हुने मिति कुन समयलाई मानिन्छ? अप्सन ए आर्थिक वर्षको अन्तिम दिन असार मसान्त, अप्सन बी उमेर पुगेको दिन, अप्सन सी वर्षको अन्तिम दिन चैत मसान्त, अप्सन डी 58 वर्ष उमेर पूरा भएको महिनाको अन्तिम दिन। करेक्ट एन्सर अप्सन डी 58 वर्ष उमेर पूरा भएको महिनाको अन्तिम दिन। कर्मचारीले उपचार खर्च बापत आफ्नो सम्पूर्ण सेवा अवधिभर अधिकतम कति महिनाको तलब बराबरको रकम पाउन सक्ने प्रावधान छ? अप्सन ए 24 महिनाको तलब, अप्सन बी 18 महिनाको तलब, अप्सन सी 12 महिनाको तलब, अप्सन डी 6 महिनाको तलब। करेक्ट एन्सर अप्सन सी 12 महिनाको तलब। कम्पनीका पदहरूमा पदपूर्ति गर्न लिइने लिखित परीक्षाको पाठ्यक्रम कसको सहमतिमा स्वीकृत हुन पर्दछ? अप्सन ए लोक सेवा आयोग, अप्सन बी कृषि तथा पशुपन्छी विभाग मन्त्रालय, अप्सन सी प्रबन्ध सञ्चालक, अप्सन डी सञ्चालक समिति। करेक्ट एन्सर अप्सन ए लोक सेवा आयोग। पत्नी सुत्केरी हुने पुरुष कर्मचारीले पाउने प्रसुति स्याहार बिदाको अवधिभर कति तलब भर्ता पाउने व्यवस्था छ? अप्सन ए पुरा तलब, अप्सन बी आधा तलब, अप्सन सी भत्ता मात्र, अप्सन डी बेतलबी। करेक्ट एन्सर अप्सन ए पुरा तलब। असाधारण बिदामा बस्ने अवधि कुन परियोजनाका लागि गणना गरिँदैन? अप्सन ए बढुवाको ज्येष्ठता अपाङ्गताका लागि, अप्सन बी सञ्चित घर बिदा गणनाका लागि, अप्सन सी उपदान र पेन्सनको सेवा अवधि गणनाका लागि, अप्सन डी नोकरीको कुल सेवा अवधि र बढुवा लगायत कुनै पनि परियोजनाका लागि। करेक्ट एन्सर अप्सन डी नोकरीको कुल सेवा अवधि र बढुवा लगायत कुनै पनि सेवाका लागि।